पनि हजुर फेरि मैले सोच्छु ह्याप्पी मस्ते मम्मी थ्याङ्क यू अनि हुन्छ है सुँगुरहरूको बच्चाहरू चाहिँ 7 वटा रहेछ यहाँ चाहिँ आधी बाटोमा मेरो BMW घर सक्नुहुन्छ यहाँ चेन फुस्केर बिजोक भयो होइन त्यो चेन मिलाउँदैछ अहिले दिदीले चाहिँ खुलाउँदैछ सक्नुहुन्छ है डाउन चिप्स त्यो खुलाउने टु माई गड चिप्स कति धेरै चिप्स रेडी भइसकेको छ यति धेरै रङ्गी बिरङ्गी ऱ्याम्बो कलरको चाहिँ धेरै छ चिप्स अनि चाहिँ हाम्रो चिज So hey guys, welcome back to my new video र म चाहिँ राई ब्रो र म यहाँ सन्चै आरामै छु र हजुरसँग सन्चै हुन्छ होला भन्ने आशाका साथमा म चाहिँ फेरि पनि न्यू ब्लग र न्यू डेको स्टार्ट चाहिँ सन्चै साथीहरू होइन र आज चाहिँ स्पेसली दिन हो स्पेसल दिन किनभनेदेखि चाहिँ आज चाहिँ रहेको छ मतलब म आमाको मदर्स डे रहेको छ आमाको मुख हेर्ने दिन माता औँसी कि त्यस्तै के भन्छ नेपाली भयो होइन र आज त्यही भएको कारणले गर्दाखेरि चाहिँ आज स्पेसल दिन रहेको छ र मैले चाहिँ मम्मीलाई चाहिँ बिहान विस गरिसकेको छु र अहिले चाहिँ म दिउँसो अहिले चाहिँ 11 बजिसकेको छ र मैले चाहिँ बिहान किन भ्लग स्टार्ट नगर्दा भनेदेखि चाहिँ म रुम आएको थिएँ यहाँ कुराहरू अनि चराहरू अनि गएर चाहिँ भाषण खाएर चाहिँ आएर चाहिँ अब फेरि यहाँ झलक्क हेर्नुको लागि क्या कति आएको छ चराहरू भनेर चाहिँ आएको थिएँ अनि त्यही भ्लग स्टार्ट गरेको र मम चाहिँ सुत्याउनु भएको छ होइन र अहिले चाहिँ म यता आएको छु र यसो हेर्नुपर्ने हुन्छ र आज चाहिँ झिन भएर हामी के गर्छौँ भनेर देखाउने नै छु र भरे राति चाहिँ के खाने प्लान छ हेरौँ के हुन्छ हजुर म भिडियोमा देखाइहाल्छु र अहिले चाहिँ म यहाँ खेतमा आइसकेको छु यहाँ अगाडि खेत चाहिँ सक्नुहुन्छ है हाम्रो मकैको खेत रहेको छ भनेदेखि यता पनि मकै छ किनभने अहिलेदेखि चाहिँ मकैको सिजन हो नि त हाम्रो खेत चाहिँ यही रहेको छ यताको मकै रहेको छ र अब चाहिँ म घर जानुपर्ने हुन्छ र हजुरलाई मम्मीलाई पनि भेटाउने छु र अब चाहिँ म घर जानुपर्ने हुन्छ यता चाहिँ यहाँ हुन सक्नुहुन्छ म चाहिँ घर आइसकेको छु र यहाँ चाहिँ मम्मी हुनुहुन्छ हेलो हेलो अनु हेलो र आज चाहिँ मदर्स डे र मैले चाहिँ बिहानै विस गरिसकेको छु र पनि हजुर फेरि मैले सोच्छु ह्याप्पी मस्ते मम्मी थ्याङ्क यू अनि यहाँ सक्नुहुन्छ यहाँ हाम्रो मम्मी हुनुहुन्छ अब मम्मीले पार्टी दिनुहुन्छ भरे हामीलाई सोगाखेर म चाहिँ अहिले घरमा आएको थिएँ होइन मतलब खेल्नुको लागि आएको थिएँ र अहिले चाहिँ म फोन हेरेर चाहिँ जानु घर र त्यही भएर चाहिँ हजुरलाई चाहिँ यहाँ सक्नुहुन्छ एकदमै टाढो है एकदमै यहाँ छ होइन यहाँ सिंहको सुँगुर बिहाएको छ है अनि त्यही यहाँ हजुर म देखाउँछु होइन कतिले बिहाएको रहेछ सुँगुरको माउ छ चल्ला अम्बो चल्ला जस्तो छ त हेर्नु हुन्छ हुन्छ है सुँगुरहरूको बच्चाहरू चाहिँ 7 वटा रहेछ यत्रो बच्चाहरू छ हेर्छौँ यता बच्ची माउ छ र अहिले चाहिँ हामी यतादेखि चाहिँ घर जाँदैछु मेरो घर मेरो घरबाट चाहिँ फोन राखेर चाहिँ जानुपर्ने हुन्छ खेल्नुको लागि फुटबल होइन डक्टर चाहिँ जान्छु मेरो घर है त मोरस्ते पनि यस्तै भयो हजुर कस्तो भयो प्लिज कमेन्टमा भन्नु नबिर्सिनु होला होइन सो गाइजहरू म चाहिँ अहिले घर आइसकेको छु र आज चाहिँ माता औँसी भएको कारणले गर्दाखेरि चाहिँ मलाई मम्मीको मुख हेर्ने भएको कारणले गर्दा चाहिँ हामी खाना आँटेको थियौँ नि त घरमा कति त्यति केही सामान होइन कि कति के हुन्छ होइन हजुर देखाउने छु र हामी चाहिँ मासु चाहिँ खाने होइन किनभने मासु चाहिँ कुखुराको मासुमा चाहिँ के लागेको छ अरे सुनेको थिएँ त्यस्तो के रोग लागेको छ अरे त्यसले खानु हुँदैन मासु त्यही भएर चाहिँ हामी अन्डा खाने त गाइजहरू होइन फेरि मासु नखानु अन्डा चाहिँ किन खाने भन्नुहुन्छ होला अब अन्डै अब मिठो हुन्छ नि त अनि अब यसो मासु खाने अन्डा खाने अरे त्यति चाहिँ म सबै सामानलाई चाहिँ यहाँ पैसा बोकेर जाँदैछु होइन अब दिएर मेरो पैसाहरू चाहिँ मिलाएको छु र मम्मीलाई खुवाउनु हुन्छ किनभने आज मम्मीको मुख दिन हो र अहिले चाहिँ म जाँडेको लागि ती सामान किन्नुको लागि र यता चाहिँ हाम्रो उता बिहेक पनि छ बिहेकले सायद कुदाएर चाहिँ मलाई लान्छ र गएर के किन्छ हजुर म भिडियोमा देखाइ नै हाल्छु र तपाईँसँगले जानुपर्ने हुन्छ मेरो BMWमा तपाईँसँगले है त ल BMWमा जानुपर्ने हुन्छ किन्नुको लागि सबै सामानहरू होइन विवेक चाहिँ खेल्छ क्रिकेट होइन म बिचमा उठाएर ल्याइदिएको भएर चाहिँ अब चाहिँ जानुपर्ने हुन्छ दोकानतर्फ है त यहाँ चाहिँ आधी बाटोमा मेरो BMW घर सक्नुहुन्छ यहाँ चेन फुस्केर बिजोक भयो होइन त्यो चेन मिलाउँदैछ अहिले यस्तै छ मेरो दुईचोटि बिगिसकेको छ मेरो चेन हामी आउँदा यस्तैसँग 2 चोटि बिगिसकेको छ बनाउन मजाले कति हाम्रो बियोकले टक्कसँग चाहिँ यहाँ बनाउँदैछ होइन 2 चोटि बिगिसकेको छ भन्छ लाग्दिनु है हामी लाग्नुपर्ने हुन्छ है त लाग्दिम हामी जान्छौँ यहाँ बिचमा बाटोमा यसरी कसरी फुस्किन्छ होइन टेन्सन म चाहिँ अहिले दोकानबाट आइसकेको छु र अघि आएको दोकानबाट चाहिँ म भर्खर आएको होइन अघि नै आएको थिएँ र आएर चाहिँ म यहाँ चरा रुङ्गाएको थिएँ नि त किनभने दिदी चाहिँ माथि गएर खाना पकाउँदैछ नि त त्यसरी चाहिँ अघिसम्म दिदी रुङ्गाएको थियो नि त अहिले चाहिँ म आएर चाहिँ म रुङ्न आँटेको थिएँ होइन र अहिले चाहिँ रात परिसकेको छ अलिअलि हुन्छ है अलि रात पर्न सकेको छ घामको नाम निसानै छ होइन त्यही भएर चाहिँ म घर जानुपर्ने हुन्छ नि त र म चाहिँ घर आउँछु र हजुरमा के सामान लिएँ हजुर म देखाउनेवाला छु घर गएर होइन घर पुगेर देखाउनेवाला छु है फेरि प्लिज लाइक कमेन्ट सब्सक्राइब गर्न नबिर्सिनु होला है त है गाइसहरू म त जाँदैछु हाम्रो मकै बाहिर छोडेको छ चराहरू छ अलिअलि माथि पनि छ
तर पनि के अन्त रातभरि रुङ्गा त साध्य छैन नि, त्यही भएर चाहिँ म छिटो घर जान आँटेको। अब छिटो घर गएर साउन्डहरू देखाउने बेला भेट्नुपर्ने हुन्छ है त। म चाहिँ अहिले यहाँ घर आइसकेको छु र चाहिँ म यहाँ माथि छु र त चाहिँ किचनमा चाहिँ दिदीले चाहिँ फुलाउँदैछ रोक्नु चाहिँ ब्राउन चिप्स। त्यो फुलाउँदै चिप्सहरू सघाउँछ यहाँ चाहिँ सबै सामानहरू चाहिँ हुँदैछ होइन। मम्मी चाहिँ मुनि त नुहाउँदै हुनुहुन्छ र अहिले चाहिँ म उठाउँछु अनि यहाँ बाहिरको लाइट गर्नु पर्यो। बसिरहेको छु, दिदीले अब कतिखेर पकाउँछ रेडी हुन्छ। दिदी चाहिँ खाना बनाउनु त पुरासँगले होइन, काम खानुहुन्छ ल्याम्मा होइन। यहाँ म चाहिँ अहिले लसुन पियाउँदैछु हुन्छ है। यहाँ चाहिँ भर्खर मैले चाहिँ यहाँ 5वटा मात्र लसुन पियाउँदैछु, अझै यति धेरै यहाँ चाहिँ लसुनहरू चाहिँ यहाँ बाँकी छ, गाइड हेर्न सक्नुहुन्छ है। लसुन पियाउँदैछु, दिदी चाहिँ उता मस्तसँगले भात सब्जी के पकाउँदैछ होइन। र म चाहिँ घर मस्तसँगले लसुन पियाउने मेरो काम मात्रै भएर चाहिँ मैले काम गर्दैछु र अब यसमा सिधै खानेमा भेट्नुपर्ने हुन्छ र के कस्तो पाकेको छ हजुरमा देखाउने छु। सबैसम्म प्लिज म यहाँ अब लसुन किलाउँछु है त। यहाँ चाहिँ मम्मीले खाना थाहा सक्नुभयो होइन, सक्नुहुन्छ है। रेडी भइसकेको छ हाम्रो चाहिँ। यहाँ 2टा अन्डा छ, अचार, भात, कोक अनि सब्जी भयो। अनि यहाँ चाहिँ हाम्रो अहिलेको फुलाएको ब्राउन पनि छ। खोलाको कति छिटो आम्मा गाईमा चाहिँ टिभी हेर्नु आँटेको म चाहिँ हो, टिभी हेरेर खान्छु। दिदी चाहिँ एकछिनमा खान्छ अरू चाहिँ। अब चाहिँ म भात खाइसकेपछि चाहिँ भेट्नुपर्ने हुन्छ है त। सो गाइजहरू होइन, अहिले चाहिँ मतलब हिजोको हजुरले रातिको खाना खाएकोदेखि ब्लगदेखि मैले चाहिँ फेरि अहिले बिहानै स्टार्ट गरेको ब्लग, किनभने चाहिँ मलाई हिजो त्यही अब सकिसकेको छ त होइन। हाम्रो मोलस्टे चाहिँ यस्तै नै भयो होइन, खासै त्यस्तो रमाइलो पनि भएन, त्यत्तिको भयो होइन। जस मजा आएको थियो र अरू चाहिँ म यहाँ बिहानै उठेर मेरो अलवेज काम के छ थाहा नै छ होला। मेरो काम मतलब यहाँ मकै रुङ्नुको लागि आएको छु बिहानै होइन। अघि आएको भ्लग चाहिँ अहिले स्टार्ट गरेको मैले चाहिँ होइन। पछाडि यस्तो घना जङ्गल छ अनि यहाँ गुन्डी टक्क छ चाहिँ मैले यो बसेर चाहिँ यहाँ सेट्टीलाई यसरी बजाउनु पर्ने हुन्छ र सुगाहरू बगाउनु पर्ने हुन्छ होइन। यस्तै चाहिँ काम चलिरहेको छ। हाम्रो मोरस्ते पनि यस्तै भयो, हजुर कस्तो भयो प्लिज कमेन्टमा भन्नु नबिर्सिनु होला होइन। र यस्तै छ होइन, अब के गर्नु, अब कामै काम भइहाल्यो गाइजहरू होइन, कामै काम छ। अब एकछिन बस्नुपर्ने हुन्छ र के कस्तो हुन्छ हजुरलाई म अपडेट दिँदै गर्छु है त ल। सो गाइजहरू म चाहिँ अहिले यहाँ इलाम घरमा आएको छु, किनभनेदेखि चाहिँ मतलब उताबाट काम सकेर चाहिँ खानासाना खाएर चाहिँ म अब अहिले चाहिँ 1 बजेर सायद होइन त्यतिखेर आएको चाहिँ घर आएको यहाँ इलाम घर आएको छु। र चाहिँ हाम्रो प्लान छ होइन, खानेको लागि चिप्सहरू पकाएर खाने प्लान छ। त्यो चाहिँ म हिजो दोकानबाट ल्याएको थिएँ चिप्स, त्यही चिप्स ल्याएको छु मैले थोरै। अब त्यसलाई नै फ्राई गरेर चाहिँ हामी खानु आँटेको छौँ। अनि इलामसँग छ अरे पछि अब चिजपछि के हो, अन्त हामी चाहिँ खाना बनाउँछौँ। र अब चाहिँ म फटाफट बनाउनु पर्ने हुन्छ इलाम घरमा होइन। इलाम चाहिँ कहाँ गयो र इलामको गएको चाहिँ गर्मी हुन्छ नि त, अरूको होइन। र अहिले चाहिँ यहाँ सक्नुहुन्छ यस्तो फेन लिएर अब चिसो मौसम भएर चाहिँ हावा सर आइरहेको छ इलामको कुरामा पनि होइन। र अब चाहिँ म इलाम गएको छ इलामको यहाँ चाहिँ रहेको चिप्स भन्न सक्नुहुन्छ। हिजो हामीले आधी खाएको थियौँ अनि आधी लिएको थियो अनि आधी चाहिँ मैले यहाँ लिएको छु। र इलामको पनि त्यही बिचको रहेछ, हामी पनि हिजो तेल थिएन, यहाँ पनि यसकोमा तेल दिनु रहेछ। अब छोरी मात्रै युज गरेर चाहिँ बनाउनु हुन्छ ल। यहाँ चाहिँ रहेको छ के हो चिज बल करेन्ट पोइन्ट बलेको चाहिँ लेखेको गरी मैले फर्स्ट टाइम चिज बल देखेको हो। मलाई अरू खाएको हुन्छ नि त वाल कलरको गन्ज कलरको त के ब्लू कलरको खोल पनि चाहिँ करेन्ट चिज बल खानुपर्ने हुन्छ। अब त्यसमा चाहिँ यो पकाएर है त कराई भन्दा तातिसकेको छ र हामी तेल हाल्नुपर्ने हुन्छ है ल। यतिको तेलले चाहिँ हुन्छ होला हौ। हामी चाहिँ यति तेल हालिसकेको छौँ होइन। अब चाहिँ म फटाफट गर्नुपर्ने हुन्छ। यता फेरि टर्चै बालेर चाहिँ ग्याम हुन्छ, ग्याममै जसको चाहिँ होइन यहाँ। अनि टक्क हामी चाहिँ तातिन्छ नि, त्यसपछि चाहिँ यहाँ फुलाउनु पर्ने हुन्छ है त। लौ पक्नु अब म यहाँ हालिदिन्छु टक्कसँगले। ओ माई कति डर जस्तो लाग्यो मलाई। ओ माई गड चिप्स गाइजहरू धेरै नराख्नु फेरि धेरै राख्ला। निकाल हाम्रो तेल सबै निकालिस् त तेल त। Oh my god. चलाइ हम त्यसको बेला आउनु लाग्छ क्या 20 रुपैयाँ दिएर आउने छ भरे प्याकेटमा हाले 10 रुपैयाँ दिन्छ।
झड त्यहाँ सबै हालिदिनु एकै रातमा हालिदिनु गाइतिर एकैमा फेरि तेल त नि सक्छ त त्यहाँ गिलासमा कति छ अब छ एक थाक पुग्छ पुग्यो भने मेरो घर ल्याउनुपर्छ अन्त छोरी घर माग्दा अस्तिको उब्रेको तेलले हो छिटो हाल्नु डढिसक्यो त्यहाँ छैन हौ कुन कुन मैले कालै देखिरहेको छु त्यो कलर डिफ्रेन्ट उही अड्किन होला हौ यहाँ अड्छ हाल न हालिदिनु सबै खेला खेला छिटो लास्ट चाहिँ हाम्रो चाहिँ यहाँ जग्गा चाहिँ कति धेरै चिप्स रेडी भइसकेको छ यति धेरै रङ्गी बिरङ्गी ऱ्याम्बो कलरको चाहिँ धेरै छ चिप्स अनि चाहिँ हाम्रो चिजबल हाम्रो पार्टी हुनु आँटेको छ भनेको चाहिँ स्न्याक्सको अनि यसको धुन चाहिँ फेरि उसको चाहिँ फोनमै छ गेममै छ र चाहिँ हामी टक्कसँगले खानुपर्ने हुन्छ त्यही हुन्छ चाहिँ चिप्स र चिजबल अहिले चाहिँ हामी खानु आँटेको छौँ पानी कहिले गयो दिन जग्गा चिप्स सो गाइजहरू मतलब हामी चाहिँ खाइ पनि सकेको छु दुटा यहाँ रित्ते भइसकेको छ र चाहिँ अब चाहिँ यो भ्लग इन गर्नु आँटेको हामी चाहिँ यो भ्लग चाहिँ मलाई हिजोको म जस्तैको भ्लगदेखि स्टार्ट यो मतलब एड गरेको थिएँ नि त त्यही भएर चाहिँ म यो भ्लगलाई चाहिँ इन गर्छु हाम्रो जस्तै भयो होइन कस्तो लाग्यो लाइक सब्सक्राइब गर्न नबिर्स्नु होला र भेट्नुपर्छ अब भोलि पर्सि कहिलेको हुन्छ नयाँ भ्लगमा र आजको चाहिँ यति नै एन्ड बाई बाई